गणेश दाइ के छ? केही छैन यार, यस्तै छ, चलिरहेछ। तपाईँ त अनि सेयर मार्केटको विज्ञ होइन? तपाईँको 5 वर्ष तपाईँले चाहिँ सेयर सम्बन्धी सफ्टवेयर बेच्नुभयो होइन? बेच्नुभयो भन्दा पनि तपाईँको एउटा प्रोडक्ट म्यानेजरै भएर काम गर्नुभयो। तपाईँको ब्रोकर हाउसदेखि लिएर पोर्टफोलियो म्यानेज गर्ने तपाईँको क्यापिटल मार्केटहरूमा तपाईँको राम्रो चिन्जान थियो धेरै वर्षदेखि। म आफै व्यक्तिगत तपाईँलाई चाहिँ त्यो फिल्डमा देखेको, भोगेको, तपाईँसँग हिँडेको, चिन्जान भएको कारणले मलाई त्यो थाहा छ। त्यही भएर तपाईँलाई अब सेयर मार्केटको पनि राम्रै ज्ञान छ होइन? थोरै यो सेयर मार्केटको बारेमा चाहिँ तपाईँको राय के चाहिँ यसो लिउँ भनेर होइन? अहिले चाहिँ अब तपाईँको स्थिर सरकार आयो, स्थिर सरकार आइसकेपछि अब सेयर मार्केट कता जान्छ होला, यसो लगानीकर्ताहरूको इच्छुक हुनसक्छ नि त तपाईँको माइन्डमा चाहिँ। अब सेयर मार्केट कता जाला, के जाला, कुन कुनमा इन्भेस्ट गर्दा ठिक होला, अब यो समय राइट टाइम हो कि होइन, के छ तपाईँको विश्लेषण? सरकार स्थिर आउँदैमा मार्केटले फड्को मार्छ भन्ने जरुरी छैन होइन? अब सरकारले पोलिसी बनाउँछ नि त। सरकार त पोलिसीमा कामै गरे छैन, बोले छैन नि त सरकारले। अब नबोलिकनै अस्ति जुन यो अब दोस्रो स्टक एक्सचेन्ज ल्याउने, त्यसपछि नयाँ अरू टेक्नोलोजी प्रणालीहरू थप्ने भन्ने विषयमा अघिल्लो सरकारले जुन होल्ड गरेको थियो त्यो विषयलाई र एउटा बिजनेस हाउसले गरेको कारोबारमा एउटा मान्छेको संलग्नता भनेर जुन पहिलाको सरकारले R&D गरेर राखेको डकुमेन्टमा यो सरकारले एक्सन लिँदै गर्दाखेरि मार्केट अहिले सरकार बनेपछि नै लास्ट विक फुल टाइम मार्केट घट्यो। 5 पर्सेन्ट घट्यो भन्ने एनालाइसिस मैले ठ्याक्कै बिर्सेँ। बरु सरकार गठन बन्नुभन्दा अगाडि अलिकति बढ्यो थियो नि त। क्युरियोसिटी के हुन्छ भन्ने कसैलाई थाहा थिएन। अब हाम्रोमा चाहिँ अब अलिकति सेयरमा काम गर्ने अलिक ठुला क्याम्पेनरले हल्ला गरिदिन्छन् अनि त्यही अनुसार मान्छे लाग्छन्। अनि त्यही मैले यसमा जोडिहालेँ तपाईँलाई। हाम्रो नेपालको मार्केट चाहिँ तपाईँको इमोसनमा चल्छ। तपाईँको चाहिँ इमोसन त ग्लोबल्ली नै चल्ने हो। किनभने त्यो भनिसकेपछि तपाईँको अहिले त कन्फिडेन्स छ नि त, एउटा स्थिर सरकार आछ भन्ने हुन्छ मान्छेले। अहिले त सेयर मार्केट बन्नुपर्ने होइन? होइन, इमोसनल्ली चल्छ। बिहेभियरल फाइनेन्स मोडर्न इकोनोमिक्समा बिहेभियरल फाइनेन्सको धेरै रोल हुन्छ। जस्तै इन्टरनेसनल मार्केटमा नै ट्रम्पले इरानले वार्ता गर्न बोलायो, इरानसँग वार्ता भयो। अब यस्तो हुन्छ भनेपछि एसियन मार्केट चल्ने। अब डेरिभेटिभमा सुन चाँदीको भाउ तलमाथि हुने, ओइलको प्राइस अप डाउन हुने। अब अमेरिकन स्टक एक्सचेन्जमै इम्प्याक्ट पर्ने। त्यो ग्लोबल्ली नै हुने कि नेपालमा मात्रै। हामीलाई नयाँ कुरो किन लाग्यो भने हाम्रो चाहिँ अलि विगतमा हामी त्यसरी नै कारोबार गरेर हाम्रोमा अब डिजिटलाइज अब आफ्नो इन्भेस्टरको मोबाइलमा मार्केट गएको लगभग 8-9 वर्ष भयो नि त। ल ठ्याक्कै 10 वर्षै हुन लाग्यो होइन? अझै बढी त यो तपाईँको कोभिडको ताकादेखि किन सबै काम छोडेर त्यसमा लाग्यो। मान्छेले बुझे। अब त्यो बुझ्दै गर्दाखेरि आएको कुरो हो होइन? अब अरूलाई भनेर अरूले गरिदिने कारोबारको बेसमा सेयर कारोबार हुने ठाउँमा अहिले आफैले अर्डर प्लेस गरेर अब फास्ट ट्रान्जेक्सनमा चल्ने बजारमा त्यो हामीलाई लाग्नु स्वाभाविक हो। साइकोलोजी इमोसनले चल्छ भनेर। इमोसन ग्लोबल्ली नै हुने, नेपालमा मात्रै होइन। अपेक्षा के थियो भने सरकार नयाँ बन्छ, सरकारले केही राम्रो पहिला नै सरकार बनेपछि कि राम्रो बोल्थे कि नराम्रो बोल्थे। नराम्रो बोल्दा बाबुराम भट्टराईले 1100 को मार्केट घटेर 292-90 पोइन्टमा पुगेको विगतको इतिहास पनि छ। अब इन्भेस्टरले खोजेका त्यही हुन्। अब सरकारले अलिकति बोल्दै हुन्थ्यो। अब अर्थमन्त्रीमा स्वर्णिम वाग्ले आउँदै गर्दाखेरि स्वर्णिम वाग्लेले 2-4वटा चिल्ला कुरा गरिदियो भने बजार अलिकति माथि जान्छ। अलिकति पहिला 32 फसेको लगानी उठाइहाल्ने, रिकभर गरिहाल्ने भन्ने टार्गेट हो कि। त्यही भएर हामीलाई त्यस्तो लाग्यो हो। सरकारले आफ्नो धारणा सेयर गरिसकेको छैन। अब अनलाइनतिर न्युज हेर्दा अब अर्थमन्त्रीले बोलाएर नेप्सेलाई यस्तो गर्ने भने, सेभनले इन्ट्राडे ल्याउने, डे ट्रेडिङ ल्याउने, अब स्टक डेरिभेटिभहरू सुरु गर्ने, यताउता कुरा सुनिन्छ। अब त्यसले बजार अलिकति ठेल्छ कि भन्ने कुरो। अहिले त हाम्रो T+1 छ होइन? T+2 हो। T+2 छ। तपाईँको इन्ट्राडे भनेको त सेम डेमा कारोबार हुने। सेम डेमा कारोबार, सेम डेमा खरिद गरेको तपाईँको सेयर चाहिँ आफ्नो खातामा आइहाल्ने हो। सेम डेमा त्यस्तो यो तपाईँको आम नागरिकलाई चासोको विषय। मूल्यमा खेल्ने नबुझेकाहरूलाई चाहिँ बुझाइदिनु। त्यसरी होइन, त्यो त मूल्यमा खेल्ने हो। कुनै एउटा मूल्यमा टिक गर्ने हो। बाहिर चाहिँ कस्तो सिस्टम हुन्छ भने मूल्यमा टिक गर्ने हो, मूल्यको आधारमा गर्ने हो। त्यसमा अप्सनहरू हुन्छन्। अप्सनको आधारमा अब अप्सन कसरी लिने, अब अप्सन ट्रेडिङ हुन्छ। मूल्यमा खेल्ने हो। स्टकै फिजिकल स्टक
डिम्याटमा स्टकै आउने होइन। ए ओके त्यो चाहिँ तिम्रो प्राइसमा खेल्ने हो। प्राइस अब कसरी बजार मुभ हुन्छ भनेर अब इन्भेस्टरले डिफ्रेन्ट एङ्गलबाट प्राइसमा खेल्ने हो। तर अहिले इन्डियाको सेयर मार्केट हेर्ने हो भने त्यो सेम डेमा कारोबार गर्न मिल्छ होइन र? अब इन्डियाले नि छैन। इन्डियाले नि अब इन्डियामा चाहिँ सर्टेन सेक्टरमा सर्टेन स्टकहरूमा लागु भयो, सबैमा भइसकेको छैन। इन्डियामा त अहिले पनि कागजको सेयर ट्रेडिङ हुन्छ। त्यहाँ त रिमेटलाइजेसन भन्छ। त्यो डिम्याट इन्डियाले चाहिँ डिम्याट ल्याएर पनि डिम्याट फेल भएर कागजमा पनि ट्रेडिङ गर्ने। अब उनीहरूको डिजिटल पनि ट्रेडिङ हुन्छ। त्यो इन्डियाको अब धेरै ठुलो छ बजार। अब इन्डियन मार्केटसँग हामीले कम्पिट गर्न सक्दैन, नाजेर भएन। तर हाम्रो मार्केट एक कदम अगाडि छ, किन हाम्रो सब ओभरअल डिजिटलाइजेसन डिम्याटमा कारोबार हुन्छ। अब हामीले कागजको सर्टिफिकेट किन्ने बेच्ने गर्न सक्दैनौँ। त्यो एकचोटि डिम्याट गरेपछि फर्केर डिमेटलाइजेसन भएको छैन अहिलेसम्म। त्यही भएर अब हामी इन्डियाभन्दा चाहिँ अगाडि छौँ त्यो कुरामा चाहिँ। अब हाम्रो चाहिँ फुल्ली डिम्याटेड टेक्नोलोजी भन्दा नि ट्रान्जेक्सन हुन्छ। त्यही भएर हामीलाई चाहिँ त्यो कुरोमा चाहिँ अलिक सजिलो छ। T+2 अहिलेलाई अब टेक्नोलोजी अब ब्रोकरमा भएको मेन पावरको हिसाबले अब T+2 मा सेयर कारोबार ठिकै हो। अब निकट भविष्यमै T+1 मा आउन सक्छ। T+0 अझ ग्लोबल्ली त युरोपियन कन्ट्रीतिर ब्रोकरलेस ट्रान्जेक्सन हुन्छ। अब मसँग डिम्याट एकाउन्ट छ, TMS छ, दुईवटा अब ब्याङ्क पनि इन्टरकनेक्टेड हुन्छ TMS-मा, सबै कनेक्टेड छ। अब मैले अहिले बेचेँ, अहिले सेयर जान्छ, बेलुका सेटलमेन्टसम्म पैसा आइसक्छ। ब्रोकरलेस कारोबार पनि गर्न पाइयो। त्यो स्टक एक्सचेन्जले नै चलाउँछ नि, त्यो गर्न पाइयो हाम्रोमा नि। अनि हाम्रो अहिले लगभग कति छ नेपालमा ब्रोकरको सङ्ख्या? लगभग 90-100 पुगिसक्यो होइन? त्यत्रो आवश्यक छ र नेपालमा? अब सबै पुतली सडक र दिल्ली बजारमा भयो भनेर लाइसेन्स बाँडे हो। अब बाहिर पनि जाउन्। हाम्रोमा चाहिँ एउटा के विम चल्यो, यो ब्रोकर थप्नु अगाडि नि ब्याङ्कले ब्रोकरेज पायो भने चाहिँ बजार काया बलट हुन्छ, बजार भयङ्कर माथि जान्छ भनेर एक थरीले हल्ला गरे। त्यही अनुसार अब रेगुलेटरले ब्रोकर बाँड्यो। अब अहिले ब्याङ्किङ इन्स्टिट्युसनले ब्रोकर पाउँदा पनि खासै उत्साह देखेन कि। अब रेगुलेटरले 3 टाइप्सको ब्रोकर बनाइदियो। एउटा 20 करोड, 60 करोड, 1.5 अर्ब जाने डिलरवाला बनाएको छ। त्यसमा चाहिँ ब्याङ्कहरूले कसैले 60 करोडले अब एउटा ब्याङ्क डिलरमा गयो। अब कुनै कुनै ब्याङ्कका त 20 करोडका ब्रोकर पनि छन्। अब त्यो इन्स्टिट्युसनले पाउने बित्तिकै बजार एकदम सट्टै माथि जाने, काया पलट हुने भन्ने चाहिँ होइन। त्यसमा उनीहरूले देखाउने पर्फर्मेन्सको आधारमा हुने हो। अब त्यसमा यस्तै हुन्छ, हुनुपर्ने अपेक्षा अनुसार भइदिएन, किन भएन भन्ने कुरो रेगुलेटरले। अनि यो दुईटा TMS को जुन कुरा उठिरहेछ यो चाहिँ के लागू गर्न सरकारले होइन, सरकारले अघिल्लो सरकारले नै अहिलेलाई आवश्यक छैन, स्टक एक्सचेन्ज आवश्यक छैन भने चाहिँ त्यो अहिले आउँदैन भने। अब जस्तै अब इन्डियाको कन्टेक्स्टमा हेर्ने हो भने ऊ त ठुलो राष्ट्र हो। ठुलो इन्डियामा पहिला के थियो भने प्रान्त वाइज पनि स्टक एक्सचेन्ज थिए, पहिला थिए। पछि चल्न नसकेपछि अब कम्पनी त अहिले त बम्बई स्टक एक्सचेन्ज र नेसनल स्टक एक्सचेन्ज दुईटा छ। त्यो चाहिँ दिल्लीमा हो, गुजरातमा पनि अब चाहिँ आउँदैछ भन्ने। त्यो आउने कुरो यता कलकत्तामा नि छ, वेस्ट बङ्गालतिर नि आउने कुरो छ। अब पहिला जस्तो स्थिति छैन अहिले। अब अलि मार्केट अब त्यो त अर्थतन्त्रै ठुलो भयो होइन? पहिलाभन्दा मार्केट धेरै बिलियन ठुलो। अब ग्लोबल्ली 4th इकोनोमीमा आउनु, 3rd इकोनोमीमा आउनलाई अनि त्यसमा अब हामी भने त धेरै सानो अर्थतन्त्र भयो। इकोनोमी सानो पनि भयो, इन्डिया डिपेन्डेन्ट भयो, हाम्रोमा त्यत्रो कम। अनि अर्को क्वेसन म तपाईँलाई एउटा सोध्नलाई इच्छा लागिरहेको थियो कि यो अहिले जुन यो 25 करोडको स्ल्याब भएको कम्पनीले पनि चाहिँ तपाईँको IPO निकाल्न पाउने जारी अहिले छ त। युनिलिभर 10 करोडको त नि, युनिलिभर 9 करोड चान्जुनको त भनेको यो साना तथा मझौला व्यवसायीहरूलाई पनि टार्गेट हो। त्यसले कतिको फाइदा पुऱ्याउला साना व्यवसायीहरूलाई? अब नआइकन थाहा हुँदैन कि अब त्यो किन जाने भन्ने कुरो हो। जस्तै पुँजी बटुलेर पुँजीलाई युज गरेर बिजनेस ग्रो गर्ने भन्ने कन्सेप्टमा जाने हो भने ठिकै पनि होला। उसले केही क्यापिटल ल्याउला, क्यापिटल गेन गर्ने भयो, गभर्नेन्स अझै ओपन बनाउला। जस्तै एउटा प्राइभेट लिमिटेड भएर सीमित मान्छेको अन्डरमा मात्रै भएको बिजनेसलाई उसले पब्लिकली गरेर हामी यति पैसा कमाउँदैछौँ, हाम्रो स्ट्याटस यो भनेर देखाउनु ठिकै हो। अब सरकारले जुन हिसाबले सोचेर ल दिनुपर्छ, अब जस्तै बोटलर्स नेपाल, बोटलर्स तराई, युनिलिभर अनि 2-4वटा माइक्रो फाइनेन्स छन्। अब म्यानुफ्याक्चरिङ पुराना कम्पनीहरू जुन अहिले नेप्सेमा फी तिर्न नसकेर कोही कोल्याप्सहरू खारेज भएका छन्। कुनै कम्पनी
न्युतिर आउनेवाला छन् तिनीहरूको त पहिला त 2-3 करोड 4-5 करोड बेडअपमा पनि भएका छन् क्या। अब तिनलाई ल्याएर कि त्यसमा चलाउने हो कि अब नयाँ आउने त्यसमा अहिलेसम्म थाहा छैन कि अब नआइकन थाहा हुँदैन। अब जलविद्युतमै कुनै कुनै जलविद्युत यहाँ 10 करोड 12-20 करोड 25 करोड पनि छन्। अब तिनी त्यसमा जाने हुन् कि कारोबार गर्न अब खै नयाँ स्ल्याब बनाइदिने होला त्यसको होइन। त्यसलाई अब एसएमई ट्रेडिङ भन्ने कुरो छ। 25 करोडसम्म भएको कम्पनी 250 किता वा 500 आइपिओमा जाने कारोबारको रेन्ज नै हामीले अहिले अब जस्तै इन्डियामा तपाईँको 10 रुपियाँ कितामा नि सेयर निक्लिन्छ नि आइपिओ त्यस्तै टाइपको हो कि कसो? होइन त्यो भने पेड अफ भ्यालु हो, त्यो बिल्कुलै फरक हो। त्यो चाहिँ त्यसमा अहिले भनौँला किन अब इन्डियामा किन आयो हाम्रोमा त्यसमा ठुलो पहाड बोक्नु परेन। अहिले सरकारले एसएमई ट्रेडिङ एसएमईको प्लेटफर्म चाहिँ त्यही हो, सानालाई भनेर चार्ज गरे। अब त्यसमा कोही आउँछन्, कोही आएपछि उसले कहाँ जस्तै बुक बिल्डिङ भन्ने नेपालमा कसरी चल्छ भन्ने कुरो अब हामीले जब सर्वोत्तम र रिलायन्सको देख्यौँ अनि थाहा भयो नि त यस्तो रहेछ हाम्रोमा यो प्र्याक्टिस गर्ने रहेछन् भन्ने कुरो देख्यौँ। अब एसएमईमा पनि कुनै एउटा नयाँ नआइकन हामीले अहिले या यस्तो हो भन्न अब त्यो डकुमेन्ट पढेर भन्न मिलेन। अब कोही आउँछन् त्यसमा प्र्याक्टिस हुन्छ, प्र्याक्टिस भइसकेपछि अब त्यसले के गर्छ ट्रेडिङ कसरी गराउँछन् भन्ने कुरो चाहिँ थाहा हुन्छ। त्यो चाहिँ पार भ्यालु हो। 10 रुपियाँ 5 रुपियाँ 1 रुपियाँ 50 100 भने चाहिँ पार भ्यालु हो। हाम्रोमा चाहिँ कम्पनीले 100 रुपियाँ भनेको छ। पहिला 50 र 50 पनि थियो 10 पनि थियो। तेरो सोल्टी होटेल 10 रुपियाँमा छ अनि अहिले यो हातले 50 रुपियाँमा आयो। अर्को एउटा होटेलले नि 50मा आउन खोजिरहेको छ त्यो रमणा इन्कोर भन्ने। अब त्यसलाई सेभनले नदिने पार भ्यालु 100 पुऱ्याउनु पर्छ भन्ने कुरा छ। नेभीको बिस्कुटले 50 भनिदिए ऊ पनि 100मा जानुपर्छ भन्ने कुरो छ। अब न्युज 24ले पनि 50 भने त्यसलाई 100 भने न्युज 24 पनि आउँदैछ त्यो 50 पार भ्यालु भनेर आवेदन छ। अब त्यसलाई 100 बनाएर दिने भन्ने कुरो छ। यो अहिले जति पनि कम्पनीहरू चाहिँ तपाईँको सानसाना मैले चितवनको एउटा होटेल पनि छ होइन, उहाँहरूले पनि आइपिओ निकाल्दै हुनुहुन्छ रहेछ। यो धेरै कम्पनी आइपिओ निकाल्न आउँदै गर्दाखेरि यो राम्रै पक्ष हो कि नकारात्मक हो कि सकारात्मक? के सरकारले कन्ट्रोल गर्न सक्यो भने राम्रो कुरो। सरकारको हातबाट बाहिर गयो भने पछि नेप्सेकै फी तिर्न सकेनन् भनेर कम्पनी नेप्सेबाट भाग्न पनि सक्छन्, ओटिसीतिर पुग्न सक्छन्। भन्नाले नेप्सेको फी तिर्न नसक्ने भन्नाले यो कस्तो? अनि कमाइ चाहिँ छैन, कमाइ नभएपछि नेप्सेले नि पैसा माग्छ। वार्षिक फी त तिर्नु पर्यो, त्यहाँ नि 2-4 लाख सिडिएसलाई पैसा तिर्नु पर्यो। अनि त्यो पैसा नभएपछि त अनि जानु परेन हटेर। भोलि तिनलाई तिर्ने पैसा नि भएन, कम्पनी लगातार घाटा। के प्रावधान त छ होला नि त आइपिओ निकाल्नको लागि? जस्तै 3 वर्ष चाहिँ कम्पनी प्रफिटमा भएको हुनुपर्ने होइन, तपाईँको यस्ता कुराहरू त छन् आइपिओ निकाल्नको लागि। त्यो क्राइटेरिया एउटा टाइमसम्म पुग्ला, त्यसपछि नपुग्न नि सक्छ नि त। सानो बिजनेस भनेपछि तपाईँले भन्न खोज्नु भएको संक्षिप्त रूपमा चाहिँ कुनै कम्पनी तपाईँको लसमा छ भने त्यसले क्यापिटल गेन गर्नको लागि मात्रै पनि आइपिओ निकाल्न सक्छ। त्यो त भ्यालुएसन बढाउनु मिल्यो नि त। अब जस्तै मसँग कुनै एउटा कम्पनीको न्यु रोडमा घर छ भने उसले न्यु रोडको घरको मार्केट भ्यालु त अरबमा पुग्ने हो नि त। अनि उसको त त्यो भ्यालुएसनले पनि प्रफिट त देखिने भयो। पछि रियलमा जब कम्पनी आउँछ बाँड्नु गर्ने बेला हुन्छ अनि बाँड्ने बेला चाहिँ के त्यो घर बेचेर बाँडे त भने छैन पैसा भने कहाँबाट ल्याउने? रियल भ्यालु त देखियो त्यो भ्यालुएसन गर्दाखेरि। अनि त्यो हाम्रोमा चाहिँ पार भ्यालुको नियमले गरेर 100मा आएका हुन्। अब यो सरकारले पार भ्यालुलाई 1, 2, 5, 10, 50, 100 जति पनि कायम गर्न सक्छौ। तिमीलाई यो क्राइटेरिया हो जस्तै गरिदियो भने हुन्छ। अब जस्तै बाहिर चाहिँ अमेरिकातिरको चाहिँ आर्टिकलहरू पढ्दा के बुझिन्छ भने 100 रुपियाँ पार भ्यालुमा आएको कम्पनी पछि 1 रुपियाँमा पुग्छ कि उसले स्टक स्प्लिट गर्छ कि। हाम्रोमा चाहिँ त्यो स्टक स्प्लिट र मर्जरको कन्सेप्ट छैन। बाहिर चाहिँ के हुन्छ भने जस्तै 100 रुपियाँमा कुनै कम्पनी आयो भने त्यो कम्पनीले चाहिँ एउटा टाइम फ्रेममा स्टक स्प्लिट गर्दै लान्छ कि। म्याकडोनल्डहरू अब फुड चेनहरू अमेरिकातिर भएकाहरूले 100मा ल्याएर अहिले 1 रुपियाँ पार भ्यालु पुऱ्याएन। उनीहरूको स्टक टाइम एनागन स्प्लिट हुँदै जान्छ। अनि त्यो स्प्लिट गर्नुको कारण चाहिँ अब थोरै हुँदाखेरि एउटैमा ग्रुपले वा एउटै कम्पनीले सबै किनेर मार्केट म्यानिपुलेसन गर्न सक्छ। अब धेरै भएपछि चाहिँ धेरैजनामा पुग्ने भयो, त्यसको बेनिफिट पनि थोरै दिन नि धेरै देखिने भयो कि। 100 रुपियाँमा 10% बाँड्नु र 1 रुपियाँमा दिनु, 1 रुपियाँमा त्यो 10% लाँदाखेरि त 1 रुपियाँले त धेरै दिने भयो नि त। ग्रोथ नै कहाँ 1 रुपियाँको त कति पर्सेन्ट भयो? 1000% पुग्यो होला लगभग होइन। अनि त्यो ग्रोथ त एकदम भयङ्कर देखिने भयो नि त। त्यही भएर अब सोल्टी होटेलको केसमा हाम्रोमा अहिले त खासै मान्छे झुकिन्न नि, एक ताका झुकिन्थ्यो क्या। सोल्टी होटेलले बोनस दिँदा त ठिकै थियो, अब किता सेयर आउने हो। त्यहाँ दिँदाखेरि चाहिँ
10 रुपियाँको हिसाबले दिने मान्छे 100 रुपियाँको हिसाब गर्न लाग्थ्यो कि 15% दियो थोरै आउने भयो त्यसरी गर्दा 15% दियो भन्दै 15 रुपियाँ आउने भन्दै 100 रुपियाँ हुँदाखेरि एक किताब 15 रुपियाँ आउने हुन्थ्यो अब 10 रुपियाँ पार भ्यालु थियो त्यता कति आयो 1.5 रुपियाँ आयो 1.5 रुपियाँ अनि त्यस्तो हुन्छ कि अब पार भ्यालु अनि बाहिरतिर चाहिँ स्टक स्प्लिट मर्जर यस्तो प्र्याक्टिस हुन्छ हाम्रोमा चाहिँ त्यस्तो गर्न लाग्यो भने म्यानुपुलेसन गर्छ यसले बिगार्छ भयङ्कर भन्छ जस्तै स्प्लिटको कन्सेप्ट हाम्रोमा नि हुन्थ्यो नि युनिलिभरको सेयर 45,000 50,000 पुगेको त्यो सेयरहरू कस्तो त्यो कन्सेप्ट भन्नाले कस्तो टुक्राउँदै जाने कि एउटा लेभलमा पुगेपछि उसले स्टक टुक्राउँदै लान्छ कि 10:1 20:1 त्यस्तरी टुक्रा पार्छ कि स्टक जस्तै मसँग 100 किता छ भने अब 100 कितालाई एक कितालाई 10 बनाइदियो भने मसँग सिधै 1000 किता भयो अब मैले त्यो भ्यालुहरू एडजस्ट गराउँछ त्यसपछि मसँग धेरै किता आएछ मैले सप्लाई दिन सक्छु कि अनि किन्ने मान्छेलाई नि सजिलो भयो नि त अनि जस्तै तपाईँ त अब आइटी सेक्टरमा पनि धेरै वर्ष काम गर्नुभयो होइन यो हाम्रो अहिले सेयर मार्केटमा आइटीको तपाईँको चाहिँ कतिको युज भएको छ अझै युज गर्न अझै बाँकी छ कि के छ होइन युज त धेरै बाँकी छ हामी त धेरै पछाडि छौँ लामै सरिरहेको छौँ पहिला हेरिकन चाहिँ राम्रो हो किनभने पहिला चाहिँ एउटा अब हामी चाहिँ कस्तो ठाउँबाट भर्खर मार्केट एकदम जवान हुँदैछ हाम्रो अब ओपन आउटराइट सिस्टम भने स्टक एक्सचेन्जमा ब्रोकर कराएर सेयर किनेर ल्याएर एउटा त्यो ब्रोकरको पछाडि भएको इन्भेस्टरलाई दिने सिस्टम अस्ति भर्खर छोडे अब 2007 छोडे होला 2007बाट 2017सम्म अब हामी ब्रोकरसँग निहित भयो ब्रोकरको एउटा झ्यालमा गएर मलाई फलानु कम्पनीको 10 किता किन्देऊ न भन्दाखेरि उसले कतिसम्म गर्थ्यो भने त्यो कम्पनी भाउ बढ्नेवाला छ भन्ने इन्फर्मेसन आयो भने किनेको सेयर पनि ब्रोकरले आज किन्न सकिन्न है सरी तपाईँलाई भएन भनेर आफै सेयर राखेर लुकाएर पछि भाउ बढेपछि दिन्थे 5-7 वर्ष अगाडिको कुरा त हो नि अलि अगाडि 2016-17सम्म चल्थ्यो यो भुइँचालोसम्म लगभग चलेको भयो 8 वर्ष जति भयो एकदम ठ्याक्कै भन्दाखेरि डिमेटरलाइज गराएपछि यो आइटीमा तपाईँको सेयर मार्केटमा आइटीको ट्रान्जिसनल फेज अथवा एकदम राम्रो अलिकति प्रगति भएको चाहिँ कहिलेदेखि कोरोनापछि नै कोरोनापछि टिएमएस नयाँ ट्रेड म्यानेजमेन्ट सिस्टम भनेर नेप्सेले सुरु गरेपछि इन्डिभिजुअल मान्छेले जसलाई उसँग नआऊ उसले राम्रो चलाउन जानेछ भने उसले आफै अर्डर प्लेस गर्न पायो त्यहाँ ब्रोकरलाई पैसा दिएर उसले पैसाको बिहामा कति टाइमसम्म कारोबार लिन पाउनु पायो उसले आफै मन लाग्यो सेयर किन्न पाए पहिला ब्रोकरको गएर त्यो कारोबार गर्ने ब्रोकरको कर्मचारीलाई ढोग्नु पर्थ्यो अब कतिसम्म प्र्याक्टिस छ बजारमा भने अब पुराना ट्रेडरले भन्छन् बेला बेला स्ट्यान्डर्ड चार्टरको सेयर 9,000 रुपियाँ 9500 पुग्दाखेरि स्ट्यान्डर्ड चार्टरको सेयर किन्नलाई ब्रोकरको कर्मचारीलाई छुट्टै चियाखानी खर्च दिनु पर्थ्यो त्यो जमानामा थियो अहिले त केही गर्नु परेन अहिले आफू चाहिँ टिएमएस छ मोबाइलमा ब्राउजर खोल्यो अब मजाले कारोबार गरे अब अलिक टाइम पछि अब एपहरू आउलान् ब्रोकरहरूले आफै डेभलप गर्दै जालान् ब्रोकरहरूसँग पनि टेक्नोलोजी होला अब एल्गोरिदम बेस्ड ट्रेडिङको कुरा आइरहेछ त्यो पनि आउला अब अप्सन ट्रेडिङहरू आउला डेरिभेटिभ इन्ट्राडे त्यस्तो सबै आउँदै गर्दाखेरि टेक्नोलोजी अझै एडभान्स हुँदै जाला अब हाम्रो टेक्निकल एनालाइसिस अलिक त्यति धेरै इफेक्टिभ अनि मलाई याद आउँछ कि भाइ हामी त्यो इन्फो डेभलपरमा हामीसँगै काम गर्दाखेरि तपाईँलाई चाहिँ सेयर मार्केटको राजा भनेरै भन्थ्यो नि त तपाईँलाई होइन सबैले डिम्याट एकाउन्ट तपाईँलाई जिम्मा लगाइदिने सेयर भर्न दिने होइन धेरैको तपाईँले चाहिँ आइपिओ पनि पारिदिनु भएको छ कति त बिर्सिन्थ्यो नि त त्यो त अब साथीहरू नभ्याउने अनि आफूले गरिरहेको काममा अब गरिदिउँ भनेर यसो गर्दै आउँदो रहेछ राजा भनेर त्यस्तो राजा होइन पैसाको राजा चाहिँ सेयर मार्केटको केही सोध्नु पर्यो भने गणेश सर हुनुहुन्छ भन्ने त्यो चाहिँ थियो मार्केटमा पनि तपाईँको हाम्रो अफिसमा त त्यत्रो 3-400 इम्प्लोइ थिए त्यति बेला सोध्ने भनेको तपाईँ नै हुनुहुन्छ त्यसमा त के भयो भने अब प्रडक्टमा त्यसमै काम गरेको अब एकदम थाहा नै नभए मान्छेलाई थाहा भएको कुरो यस्तो हो भनेर सिकाइदिए मात्रै त्यस्तो यसमा फेरि दाइले मलाई पनि यो सेयर मार्केट चाहिँ एकदम सिकाउनु भयो बिचरा होइन मलाई यो सेयर मार्केटको गुरु नै हो गर्न नसक्ने नसक्ने त हो त्यो मेरै गल्ती हो होइन तर तपाईँले चाहिँ मलाई सिकाउनु भएको है त्यसको लागि धन्यवाद हुन्छ स्वागत अरू के छ भन्नुहोस् अरू अब हाम्रो मार्केटमा हुने एनालाइसिसहरू अथवा अहिले इन्भेस्ट गर्दा नगर्दा इन्भेस्ट त सधैँ गर्ने दर्शकलाई के भन्नु चाहनुहुन्छ इन्भेस्ट त सधैँ गरिराख्ने हो नि अब थोरै इन्भेस्ट त बरु होइन यस्तो भयो सेभिङ जस्तो हो त्यो अब इन्भेस्ट गरिराख्ने अलिकति रिटर्न आउने कम्पनी हेरेर बिस्तारै एसआइपी मोडलमा थोरै
100 किता 50 किता किन्दै गर्ने इन्स्टिट्युसनल इन्भेस्टर म्युचुअल फन्डले जस्तो एकैचोटि 10,000 किता 1 लाख किता त इन्डिभिजुअलले खासै सक्दैनन्। अब बिस्तारै बिस्तारै थोरै गर्दै जाने, बजारमा हल्ला चल्ने, मार्केट डाउन हुँदा त अब अपर्च्युनिटी देख्नु पर्यो नि त। अब मार्केट सधैँ अप हुँदै गयो भने त अरूले कहिले किन्ने त? सधैँ इन्स्टिट्युसनल इन्भेस्टरले मात्रै पैसा कमाउने, अरूले चाहिँ नकमाउने। सधैँ अप भएर अब इन्डेक्स 3200 3500 4000 बढ्दै गयो, एउटा सामान्य हाइड्रो पावरकै प्राइस 600-700 पुग्यो, जसले चाहिँ अहिलेसम्म। अनि हो यो हाइड्रो पावरमा तपाईँ आउँदाखेरि मैले अर्को जोडेँ है, नदिने कम्पनीको सेयर प्राइस चाहिँ माथि माथि चढ्दै गयो भने त भोलि त मान्छे त तल आइपुग्छ नि त। कहिले अरूले चाहिँ किन्ने? अब गर्दाखेरि अलिअलि किन्ने, जसले चाहिँ रिटर्न दिइरहेछ, जुन कम्पनीको बोनस आउँछ, डिभिडेन्ड क्यासमा आइरहेछ, ती कम्पनीको सेयर किन्ने, एसआइपी मोडलमा किन्दै जाने। 2-4 वर्षमा पुँजी पनि राम्रो बन्छ, पोर्टफोलियो राम्रो बन्छ, रिटर्न आउँछ। यो हाइड्रो पावरमा आउँदै गर्दाखेरि मैले त्यो हाम्रो अनिल केशरी शाहले जुन भन्नुभएको थियो 20 वर्ष होइन 30 वर्ष 35 वर्ष हो। 35 वर्षपछि चाहिँ तपाईँको हाइड्रो पावर चाहिँ गभर्मेन्टको नाममा जाने होइन त, प्राइभेटको हाइड्रो पावर छ भने त्यो गभर्मेन्टको नाममा जाँदो रहेछ। अनि जस्तै 28 वर्षमा पुग्दै गर्दाखेरि कसैले चाहिँ सेयर किन्यो छैन कि अब केही एउटा शब्द गर्नुभएको थियो, त्यो कारणले जनतामा चाहिँ अलिकति त्यस्तो भयो कि भन्ने होइन। त्यस्तो बेला चाहिँ दिँदैन, पार्दिन न त, रेगुलेटरले त्यो चाहिँ दिएन। जस्तै अहिले हालसालै हेर्नु नि, सानीमा हाइड्रो पावर लिमिटेडले आइपिओको लागि सेभनमा गएको थियो, उसले त्यहाँ पाइपलाइनमा नि गयो, तर उसको लाइसेन्सको टाइम चाहिँ 10 वर्षभन्दा कम भयो भनेर सेभनले दिएन। 28मा आएर 35 वर्ष 7 वर्षको टाइमलाई त दिँदै दिन्न नि। अब मिनिमम अहिले चाहिँ कस्तो छ भने, अब अहिले आइपिओमा आइरहेको हाइड्रोसँग चाहिँ 2105 6 7 4 5 6 त्यस्तो टाइम छ क्या। अब त्यो भनेको त तिम्रो कति 18 वर्ष 19 21 22 लगभग मिनिमम 25 वर्ष जति टाइम त भयो नि त। जस्तै एउटा कुरा बुझाइदिनु, 35 वर्षमा त्यो चाहिँ गभर्मेन्टको नाममा जाने होइन भनेपछि आइपिओ हाइड्रो कुनै पनि हाइड्रो पावरको आइपिओ आएको कति वर्षसम्म चाहिँ सेयर कारोबार गर्न पाउँछ? उसले त लास्ट डेसम्म गर हाइड्रो पावरले गर्ने होइन क्या। हाइड्रो पावर नागरिक जेनरल नागरिकले भनौँ न, यस्तो हो। हाइड्रो पावरको आइपिओ आउँदैन, हाइड्रो पावर बनाउने कम्पनीको आइरहन् कि सबै। जस्तै होइन मैले भनेको अलिक बुझ्नु भएन जस्तो लाग्यो दाइले। जस्तै 35 वर्ष कुनै कम्पनी पुग्दैछ हाइड्रो पावर कम्पनी होइन, मानौ मैले अब 35 वर्ष पुग्न चाहिँ 2 वर्ष बाँकी छ, 33 वर्षमा पुग्दैछ, मैले मानौ तपाईँको चाहिँ कुनै एबिसी हाइड्रो पावरको ल मानौ 1000 किता किने 33 वर्षमा पुग्दा गर्दाखेरि, अब 2 वर्ष मैले त होल्ड गर्ने भएँ होइन, 2 वर्षसम्म बढेन केही भयो भने त मेरो नामको सेयर जति त सबै गभर्मेन्टको नाम हुने भयो। के हो यो? त्यस्तो होइन क्या। हाइड्रो बनाउने हाइड्रो पावर र हाइड्रो पावरका मालिकको कम्पनी त छुट्टै छ नि। जस्तै यसको एकदम बेस्ट इक्जाम्पल अहिले भर्खर बुटोल पावरले खिम्ती हाइड्रो पावर, हिमाल हाइड्रो भन्छन् जसलाई जेनरली खिम्तीमा छ 60 मेगावाटको, त्यसलाई चाहिँ त्यो चाहिँ अलिक लामो टाइम थियो, गभर्मेन्टले त्यसलाई 40 वर्षमा दिएको के अरे 20 वर्षको ट्रान्जिसन टाइम थियो। उसले बुटोल पावरले त्यसको 50% सेयर स्वामित्व नेपाल विद्युत प्राधिकरणलाई दिने भनेर छोडिदिइसक्यो त। तर बुटोल पावरसँग त अरू पनि त्यस्ता प्रोजेक्ट छन्, उसँग त हाइड्रो बनाउने कम्पनी, दुनियाँ मेकानिकल कन्सल्टिङ, कुनै अब न्यादी हाइड्रो भन्ने छ, त्यस्ता कम्पनी उसँग अरू पनि भइसकेका छन् कि। उसले त त्यो हिमाल हाइड्रो छोड्दै गर्दाखेरि त अरू कम्पनीतिर जाला नि त हो, त्यो सबैजना त्यो रुँगेर त नबस्ला नि। तर त्यो बुटोल पावर कम्पनीले बनाएको हिमाल हाइड्रोको सेयर पो मैले किन्छु त। तिमीले बुटोल पावर किनिरहेछौ त? त्यस्तो हो। तिमीले हिमाल हाइड्रोको सेयर खै त किनेछौ? तिमीले त बुटोल पावरको सेयर किनिरहेछौ त। बुटोल पावर कम्पनीको सेयर। हिमाल हाइड्रोमा त नर्वेजियन कम्पनी थियो, बुटोल पावरको छ, अरू गभर्मेन्टकै पहिल्यैदेखि थियो, अरू छ, त्यसमा धेरैवटा इन्भेस्टरको छ। अब सबैको कटाएर आफ्नो आफ्नो रेसियो छोडेर उनीहरूले नयाँ कम्पनी बनाएर अनि त्यसरी शाह जस्तो फुटेज मात्रै आएको हो। अब त्यसको भिडियोको अब बाँकी के छ अंश त मलाई थाहा छैन, मैले हेर्दा चाहिँ त्यस्तो केही पनि थिएन। भिडियो हेर्दाखेरि चाहिँ सबै पुरा आधिकारिक हो कि होइन त्यो पनि हेर्नु जरुरी छ। फुटेज आयो, फुटेजको भरमा मान्छे तर्स्याउँ, तर हाइड्रो पावर सेक्टरमा त्यसले केही पनि इम्प्याक्ट पारेन। मलाई त्यो भिडियोले मैले देख्ने इम्प्याक्ट परेन, किनभने सबै कम्पनी छ, 2-3टा हाइड्रो छन् क्या अहिले होइन। तपाईँको कति मान्छेले त त्यो अनिल केशरी शाह जस्तो उहाँ सरले चाहिँ के बोल्नु भयो भन्ने पनि त भने नि त। अब त्यो फुटेजको कारणले भयो, पुरै भिडियो हेर्नु पर्यो होइन। अब त्यहाँ अरू दिग्गजहरू पनि थिए, अब जो सेयर बजार खाका मान्छेहरू छन्। अब अनिल केशरी शाह आफैमा त्यस्तो खुङखार, नबिल ब्याङ्कले कतिवटा हाइड्रोमा कन्सोर्टियम पार्टनर गरेछ कि त हाइड्रोको पैसा लगाएर हाल्नु भएन। अब ब्याङ्कहरू चाहिँ आफ्नो पैसा लगाएर फटाफट हाइड्रोमा
सर राष्ट्र ब्याङ्कले तोकेको क्षेत्रमा हाल्नुपर्छ भने जलविद्युतमा भटाभट कन्सोर्टियममा पैसा हालेछन्, उनीहरूले नै हाल्दैन थियो होला नि त। जेनरल पब्लिकले कति हाल्दैन ल, तिमीले हद किन्यौ भने 1 लाखको किन्ला, तिमीले भोलि 100 रुपियाँ बढ्यो भने तिमी बेचेर गइहाल्छौ। ब्याङ्कले त उसको त लङ टर्म लोन हुन्छ, 10 वर्ष 15 वर्षको लोन हुन्छ, प्रफिट बुक गरिसक्छ त्यति बेलासम्म। अनि ब्याङ्कले दिएको लोनमा त ब्याङ्कलाई त थाहा हुन्छ नि त यो के हो भनेर। अब त्यो जेनरल पब्लिकले त आज 500मा किन्यो, 700 पुगेन, ऊ बेचेर अर्को कम्पनीतिर गइहाल्छ, त्यो त रोटेसन हुने हो। त्यो जेनरल पब्लिकले चाहिँ खासै त्यो 33 वर्षमा यो भयो होइन, मलाई त्यो रुङ्छन् जस्तो मैले चाहिँ देख्दिनँ। त्यो रोटेसन गर्छन्, मान्छेले घुमाउँछन् होइन। हाइड्रोमा त्यस्तो रेगुलेटरले टाइम दिनै लगाएपछि दिने भन्ने भर्खर दिएन, त्यो दिँदैन पनि। अब हाइड्रो पावर भने त त्यो त कहाँ त्यस्ता कम्पनी कतिवटा बनाएको छन्। अब नेप्सेमै 102वटा भइसक्यो अरे हाइड्रो पावरको नाममा आएका कम्पनीहरू होइन। अब त्यो हाइड्रो पावर एउटै कम्पनीले धेरैमा लगानी गर्दै हुन्छ क्या, उसँग फन्ड ठुलो हुन्छ। हाइड्रो पावर भनेको नर्मल्ली 1 अर्ब 2 अर्ब भनेको आजभोलि केही पनि होइन। हाइड्रो पावरले पेडअपबाट उठाउँछन्, बजारबाट लिइरहन्, ब्याङ्ककै फन्ड हुन्छ उनीहरूसँग। जस्तै एउटा हाइड्रो पावरले 20 वर्ष चलाउँदाखेरि त उसले साँच्चीकै हाइड्रोमा टर्बाइन घुमाउँछ भने त उसले त पैसा मजाले कमाउँछ। किनभने अब इन्डियालाई बेच्न भए पनि हाइड्रो अब प्रसारण लाइन बनिराखेकै छ, पहिलाको जस्तो एकदम सङ्कटकाल छैन। प्रसारण लाइन राम्रो पहुँच भएको हाइड्रो पावरले त 24 घन्टा टर्बाइन घुमाएर पानी जति चाहिँदो छँदैछ पानीले उत्पादन गरेकै छन्, पैसा छापेकै छन् होइन। अब त्यो हेरेर नेप्सेमा पनि 10-15वटा हाइड्रो पावर राम्रो छन्, जसले चाहिँ अब एउटाबाट अर्को अर्कोबाट अर्को बनाइराखेकै छन्। जस्तै साहस ऊर्जाले बुढी गण्डकी बनाउँछु भनिराखेकै छ। अब यतापट्टि अरू हाइड्रो पावरहरू जो राइटमा आइरहेछन्, कसैले ऋण तिर्न, कसैले अर्को हाइड्रो पावर बनाउनलाई पैसा दिने। नेसनल हाइड्रो पावरले नै अरू 2-3टा हाइड्रो पावरमा पैसा दिन्छु भनिराखेकै छ। अब हाइड्रो पावर जस्तै अपिले नै अब हाइड्रो थियो, अब अपार्टमेन्ट बिजनेसतिर लागिरहेछ। अब त्यो हाइड्रो पावर भनेर टर्बाइन मात्रै नघुमाउनु सक्छ। अपार्टमेन्ट बिजनेसमा आयो, भोलि कसैले सपिङ मल खोल्लान्, अब कुनै हाइड्रोले इन्सुरेन्स कम्पनीको सेयर किन्देलान्, ब्याङ्कतिर लगानी गर्देलान्। त्यो त लगानी त डाइभर्सिफाई गर्न पाइयो। अनि हाइड्रो पावरले के टर्बाइन मात्रै घुमाएर उसले त्यही मात्रै लगानी गरेर बसेको छ भन्ने हुँदैन। त उसले त धेरै ठाउँबाट पैसा बटुलेर ल्याएर पैसा रिटर्न दिन सक्ने भयो नि त। ब्याङ्कले के पैसा ऋण मात्रै दिएको छ र डिपोजिट र क्रेडिट मात्रै गरेर उसले नि धेरै ठाउँ लगानी गरेको छ नि। कति ठाउँ जमानत बस्दिन्छ, कति ठाउँमा अब हाइड्रोमै लगानी गर्ने भयो। भोलि पर्छ कृषि, अर्को वर्ष कृषिमा पनि व्यापक लगानी गर्ने भन्ने आइरहेछ राष्ट्र ब्याङ्कको। अब ब्याङ्कले धेरै ठाउँबाट मल्टिपल सोर्सबाट पैसा उठाएर ल्याउँछ। त्यस्तै त्यो एक कोरो यो मात्रै हुन्छ भन्ने हुँदैन, त्यस्तो धेरै सेक्टरबाट पैसा उठाएर ल्याउने हो, मल्टिपल सेक्टरमा पैसा जाने हो, मल्टिपल सेक्टरबाट आउने हो। त्यही भएर हात दिनुपर्ने स्थिति छैन। अब ठुल्ठुला फ्लोरसिट हेरेर ट्रेडिङ गरेर ओहो भनेर हात दिनुपर्ने स्थिति छैन। लङ टर्ममा मजाले खान पुग्छ। जस्तै पुराना मान्छेहरूको हेर्दाखेरि उनीहरूले जे भन्थे अब अहिले त्यो गर्नु परेन। अहिले बजारको पहुँच सबै इन्फर्मेसन सबैतिर छ। अब पहिला के गर्थे, एजिएम भएकै मान्छेले थाहा पाउँदैन थियो, अब राइट सेयर आएकै थाहा पाउँदैन थियो। भनेपछि अहिले जो जलविद्युतमा चाहिँ राम्रै इन्भेस्ट गर्दाखेरि ठिक हुन्छ। अब यसलाई टुङ्गाउन त लाग्यो चाहिँ अलिकति लामै भयो होला। सानो छोटकरीमा जलविद्युतको अहिले लगानी कस्तो छ, सुरक्षित छ कि ठिक छ त? जलविद्युतमा राम्रो छ। अब सरकारले पनि जलविद्युतलाई अलिकति प्रायोरिटी दिने भन्ने कुरो छ। प्रायोरिटी दियो भने यो अब नेपालमा रन अफ रिभरमा बन्ने हाइड्रो पावरहरू अर्ध जलसायिक अब स्टोरेजको बेसिसमा बन्ला नि। त्यो भयो भने अलिकति राम्रै होला। अब धेरै मेगावाट भएपछि अलि लङ टर्म जान्छ, त्यसले प्रडक्सन पनि रेभेन्यू जेनेरेसन पनि राम्रो हुन्छ। जस्तै अब बिजुली बनाएर खेर जान्छ भन्छन्, अहिले काठमाडौँका मान्छेले इन्डक्सन बाल्यो भने यहाँ लोड सेडिङ हुने स्थिति आउँछ। त्यही भएर अब अलिकति प्रसारण लाइनहरू पनि राम्रो, अलिकति अहिले हाम्रो कति 4000 मेगावाट चाहिन्छ क्यारे होइन, त्यति टोटल उत्पादन 4000ले हाम्रो नेपाललाई अहिले थिच्न सक्ने क्षमता छैन होला जस्तो लाग्छ। अब अलिकति बिस्तारै अलिक धेरै बनाउनु पर्यो। अब सधैँ एउटै लेभलमा त त्यो जमानामा बिस्तारै इन्डस्ट्रियलाइजेसन होला, तपाईँको डेटा सेन्टरहरू खोल्ने भनेका छन्। त्यो तपाईँको हाइड्रो पावर त अझै चाहिन्छ। अब जस्तै त्यो जमानामा फर्पिङमा खोलेर हामीलाई पुग्यो भनेर साउथ एसियामा फर्स्ट हाइड्रो पावर खोलेर सुते जस्तो गऱ्यो भने त अबको 2 वर्ष फेरि लोड सेडिङ हुन थाल्ला। अब त्यही स्पिडमा नयाँ हाइड्रो पावरहरू थप्दै जानु पर्यो। अब भएको रिसोर्सहरूलाई युज गरेर अगाडि लानु पर्यो। अब तपाईँको नेपालमा विकास गर्न चाहिँ अहिले देखिएको मुख्य
यो तपाईँको सेक्टर भनेको हाइड्रो पावर एउटा भयो, टुरिज्म भयो होइन, हाइड्रो र टुरिज्म हो। हाइड्रो पावर र टुरिज्म, अर्को आइटीलाई पनि अब मान्न सकिन्छ जस्तो लाग्छ मलाई चाहिँ। आइटीलाई चाहिँ आइटी अहिले अलिक डेभलप भइसकेको छैन। अब जस्तै आउटसोर्सिङ गर्न सकियो विदेशी कामहरू चाहिँ नेपालमा, अब तपाईँको सस्तो पर्यो। डेटा सेन्टरहरूकै कुरा गर्दाखेरि तपाईँको नेपालमा जलविद्युत छ होइन, विद्युत उत्पादन हुन्छ, त्यसले तपाईँको डेटा सेन्टरलाई त विद्युत दिन सक्यो नि त। डेडिकेटेड प्रसारण लाइनहरू दिने, अलिकति हामीसँग तपाईँको मनाङ मुस्ताङहरू छन्, चिसो ठाउँहरू छन् होइन, त्यहाँ कनेक्टिभिटीको प्रब्लम हुन्छ भन्ने कुरो लास्ट टाइम एउटा रिसर्चमा भनिसकेको छ। कनेक्टिभिटीको प्रब्लम हो, ढुवानी पनि अलिकति इन्फ्रास्ट्रक्चर प्रब्लम भयो होइन। अनि मनाङ मुस्ताङ भन्दै गर्दाखेरि मैले वहीँ पुग्नुपर्छ भन्ने, चिसो ठाउँ पनि छुन्ने त। आइटीको फेसिलिटिज पनि छ नेपालमा, नभए होइन होइन, गर्न सक्ने भने छ। अब मार्केट पहिला भन्दा धेरै एक्सपान्ड भइसकेको छ, अब भर्चुअल मार्केटमा गइसकेको छ। अब अस्ति एउटा आइरहेको थियो क्रिप्टो माइनिङ गर्नु पऱ्यो भनेर, भुटानले क्रिप्टो माइनिङ गरेर पैसा कमाइरहेको छ। उनीहरूसँग एक्सेस भएको इलेक्ट्रिसिटी उनीहरूले सब क्रिप्टो माइनिङमा लगाएको छ। त्यो फेसिलिटिज त नेपालमा नै भयो नि त। एउटा हाइड्रो पावरले एउटै टर्बाइनले 20-30 मेगावाट 40-50-60-70 मेगावाटसम्म उत्पादन गर्दाखेरि त उसले प्रसारण लाइनमा बिजुली थ्रो गर्दाखेरि त त्यहाँ चुहावट भएर लाइनले ट्राभल गर्न नसकेर कति इलेक्ट्रिसिटी खेर जान्छ। त्यो खेर जाने बिजुलीलाई त क्रिप्टो माइनिङतिर लाउन नि सक्यो नि त, त्यहाँबाट त डलर आउने भयो। भर्चुअल आफूले यहाँ निषेध गरे पनि यसको लागि त राष्ट्र ब्याङ्कले नै नीति नियमहरू जारी गरिदिनु पर्यो। नीति नियम त इलिगल छ नेपालमा होइन, नीति नियम होइन, आफूले कारोबार नगरे नि अरूलाई त दिन सक्यो नि त आउटसोर्सिङ गरेर। अब नेपालीले पो गर्न नपाउनु भयो त, अरूलाई त दिन सक्यो त, अनि अरूलाई दिन नसकिने हो र। अनि त्यही भएर अब नीति नियम भन्ने कुरो त टाइम एन्ड अगेन चेन्ज गर्नु पर्यो नि। नीति नियम त सधैँ एउटै राखेर समय परिस्थितिलाई सुहाउँदो चेन्ज हुनु पर्यो। पञ्चायतको बेलाको नियम राखेर त कहाँ हुन्छ त। अनि पञ्चायत सिद्धिएकै कति वर्ष भइसक्यो। समस्या त्यही भयो यहाँ, तपाईँको समस्याको जडै त्यही त भयो। त्यो तपाईँको टाइम अनुसार जुन परिवर्तन हुनुपर्ने छ परिवर्तन भएन कि हाम्रो नीति नियम कानुनहरू चाहिँ। त्यो चाहिँ हो होइन, अब चेन्ज हुनुपर्छ। अब हाम्रोमा एउटा हाइड्रो बनाउन 10वटा मन्त्रालय धाउनुपर्छ भन्ने कुरो आउँछ। अब यो फाइल एप्रुभ गराउने 13वटामा जानुपर्छ भन्ने कुरो छ। अब हामी चाहिँ अलिक पञ्चायतको बेलाको जस्तो भयो नि, अलिकति फरवार्ड भएर अलि अगाडि गयो भने धेरै टाइम लाग्दैन कायापलट हुनलाई। अब मेन कुरो इच्छा शक्ति हो। अब सरकारसँग इच्छा शक्ति हुने भने सरकारले रातारात जे पनि गर्न सक्छ। यसमा तपाईँको हाम्रो देश विकास नहुनुमा इच्छा शक्ति नभए इच्छा शक्ति नै हो। इच्छा शक्ति छ, मेन चुनौती त्यही नै हो कि चुनौती भन्ने तिमीलाई इन्ट्रेस्ट लाग्यो तिमीले। अब अहिले राजसभासँग 182 सिट छ, भोलि राजसभाले अब हामीलाई त के हो थाहा छ भने हरियो पनि नेपालको धन भन्ने कुरो त त्यही मन रुँगेर बसेर त अब कति दिन हामी चाहिँ रुङ्ने। बाहिरबाट काठ किनेर ल्याए, यहाँ सब पुग्या, मलेसियाबाट गर्नु पर्यो। अब किन त्यहाँ सजिलो छ नि त, त्यही भएर त्यहाँबाट इम्पोर्ट भयो। अब हामीले पनि अलिकति स्ट्राटेजिक मुभ लिनु पर्यो। अब हिजोको दिनमा नेपालीले कृषिमा पुरै नेपाल कृषि प्रधान देश हो, तर के फलाउँछ भन्दा आफूलाई खान नपुग्ने धान फलाउने देश हो क्या। अब हाम्रोमा कृषि प्रधान कसरी आयो, 1980-80तिर कसरी त्यो कृषि प्रधानको ट्याग आयो भन्ने कुरो रिसर्च गर्नु पर्यो। अब के फल्छ त। अब एउटा एक सिम्पल इक्जाम्पल, त्यहाँ भाटबटिनमा त्यहाँ एभोकाडो किन्न जाऊ, अहिले 1000 रुपियाँ किलो छ नि त। त्यो मूल्य एभोकाडो काठमाडौँका धेरै मान्छे घर अहिले रुख उम्रिरहेको छ होइन। अब सरकारले त्यतातिर नि हेर्नु पर्यो कि त्यो एभोकाडो 1000 रुपियाँ आउँदाखेरि नेपालीले रोपेर त्यति पनि बेच्न सक्दैनन् र। एभोकाडो भयो, त्यसपछि ड्रागन फ्रुट भयो, अर्को त्यस्ता धेरै किवी भयो होइन, त्यस्ता धेरै फ्रुट छन् जुन चाहिँ हामीले आफै आफ्ना विदेशबाट आयात भइरहेछ, हामीले पनि त्यहाँ उत्पादन गर्न सक्छौँ। जग्गामा रोपेर त्यो हामीलाई पुग्ने बनाउन सक्छौँ कि, किनभने उत्पादन बाहिर पठाउनै पर्दैन, बाहिरको रिप्लेस गर्दाखेरि पनि धेरै नै हुन्छ कि। अब हामी चाहिँ 1980s को डाटा हामीसँग छ, जुन चाहिँ त्यतिखेर चाहिँ अब सबैजना धान रोप्ने, सबैजना खेती तरकारी रोप्ने, आफूलाई खानसम्म भयो भने पुऱ्याउँथ्यो। त्यसपछि ओहो नेपाल त कृषि प्रधान देश हो, किनभने टोटल पपुलेसनको 82%ले चाहिँ ल खेती गर्छन् भनेर हामी त्यता लागेका हौँ नि त। अनि अब हाम्रोमा त त्यो भएपछि कोर्स बुकमै त्यही राखेपछि स्टुडेन्ट अब त्यही पढेर हुर्के, त्यही पढेर चाहिँ नेपाली चाहिँ एग्रिकल्चरल कन्ट्री रटेपछि हामी त्यहीँको त्यहाँ 40 वर्ष 50 वर्ष भइसक्यो। हामी जहाँको त्यहीँ छौँ होइन, जेको त्यही गरिरहेको छौँ। अब इम्पोर्ट गर्छौँ। त्यो बेलामा तपाईँको खाना लाउन पुग्ने भन्ने समय थियो, ठिक थियो। कसरी एक्सपोर्ट गरेर पैसा कमाउनु पर्यो नि त। खाना लाउनु त नेपालीले अहिले पनि पुग्छ, नेपाली कहाँ गरिबीले मरे नि त। नेपाली अहिले पनि खाना लाउनु नपाए त्यो बेलामा बरु अनिकाल लाग्थ्यो ल, अहिले त नेपालमा अनिकाल लाग्दैन नि त। अब त्यो नेपाली के कुरा गरिब भन्दा अब
अब के कुरामा गरिब भन्ने कुरो अब त्यो अलिकति हामी मेन्टल्ली चाहिँ भएनौँ कि सबैलाई खाना लाउन पुगेकै छ होइन तपाईँको चाहिँ अब सबको जग्गा जमिन छँदैछ उत्पादन गरेकै छन् मजाले होइन तपाईँको लकडाउनै भयो भने पनि तपाईँको धान फल्छ भकारीमा धान हुन्छ एउटा गाई भैँसी पाल्यो भने तपाईँको दुध र भात खान त पाउँछन् कि नेपालीले पाउँछन् त्यो नेपाली त्यतिसँग गरिब छैनन् होइन अब हाम्रोमा चाहिँ मेन्टालिटी चाहिँ के भयो भने अब केलाई चाहिँ बेस बनाएर गरिबी बनाऊ गरिबीलाई चाहिँ ऱ्याङ्किङ गर्ने भन्ने पनि सरकारले हेर्नुपर्ने होला रहेछ क्या अब सुकुम्बासी भनेका छन् जग्गा चाहिँ पुरै खाली छ रोपनीका रोपनी छन् तर मान्छेलाई काम गर्न अल्छी लाग्यो ती मान्छे चाहिँ अब टक्क अलिकति साइडको ठाउँमा गए जहाँ जग्गा अलिकति सिटी एरिया छोएको छ जहाँ अर्को साइड बिजनेस गर्न सकिएको छ त्यहाँ गएर बस्दै ती मान्छे सुकुम्बासी भयो कि तर त्यो मान्छेसँग त्यहाँ रोपनीका रोपनी जग्गामा घाँस उम्रेर बसेको छ त्यो अलिकति हेर्नु अब केलाई गरिबी मान्ने भन्ने अब जस्तै बाहिर त खानै पुग्दैन कि खानै पाउँदैन मान्छेले भोकमारी नै यति पर्सेन्टेज हुन्छ हाम्रोमा त अब कर्णालीमा फल्दैन र पो त्यहाँ अलिकति अप्ठ्यारो भएको छ अरू ठाउँ त फलिरहेको छ त अब त्यो त भौगोलिक रूपमा विकट भयो त्यहाँ अलिकति पहुँच भएन पहिला सबै सेन्ट्रलाइज डेभलपमेन्ट थियो जे गर्थ्यो हुन्थ्यो काठमाडौँ मात्र हुन्थ्यो त्यो भएर मान्छे अलिकति काठमाडौँ बाहिर मान्छे भोकमारी लाग्यो अब त खान पाएनन् भौगोलिक रूपमा अब त्यो विकटता अब छैन नि त अब त रोड एक्सेस भयो सबै कुरो छ अब गरिबी केला भन्ने कुरो हो अब हामीले अलिकति गरिबीको परिभाषा चेन्ज गर्नु पर्यो र अब आफूलाई चाहिने धान चामल मात्रै उत्पादन गर्नु भने कि अब यहाँ के चाहिन्छ अरू कुरा भन्ने कुरामा अलिकति हेर्नु पर्यो हाम्रोमा गरिबीको परिभाषा भन्नु पनि एउटा मैले सम्झेँ क्या तपाईँको दुःखको परिभाषा कि एउटा मैले कतै सुनेको थिएँ दुःख पनि फरक हुन्छ एउटा यस्तो हुँदो रहेछ कि म शारीरिक दुःख भयो एउटा मानसिक दुःख भयो क्या होइन तपाईँको कस्तो हुँदो रहेछ भने तपाईँलाई पर्ने दुःख र मलाई पर्ने दुःख फरक हुँदो रहेछ जस्तै मलाई पर्ने दुःख अथवा अरूलाई पर्ने दुःख पनि फरक हुन्छ कति गाउँघरमा चाहिँ कस्तो छ भने तपाईँको एक छाक खाना पाउन नि गाह्रो छ नि त उसलाई तपाईँको दुई छाक खाना पायो भने सबभन्दा ठुलो कुरो त्यो हो कि तर कोही सम्राट त्यो एकदम सुखी परिवारका हुन्छ नि तपाईँको राम्रो परिवारका मान्छेहरू छ तिनीहरूको एउटा नङ भाँच्यो भने सबभन्दा संसारको पीडादायी मुमेन्ट भनेको त्यो हुँदो रहेछ त्यो दुःखको परिभाषा पनि छुट्टै छ कि त्यही भएर अब सरकारले अलिकति ट्रेन्ड चेन्ज गर्ने बेला भएको अब त्यो जे कुरो अब हाम्रो कोर्स बुकै अब अस्ति म हेरिरहेको थिएँ मैले 2060 सालमा पढ्दाखेरि जुन बुक देखिरहेको थिएँ अहिले 2082 पढ्ने विद्यार्थीको नि यसो हेरेको त्यही बुक त्यही जनक शिक्षाले छापिरहेको छ त्यही कोर्स हो कि त्यही कुरो पढिरहनु भनेपछि अब कति वर्ष डिफ्रेन्स हामीले पढेको कोर्स बुक अब हाम्रो छोराछोरीले पनि त्यही पढ्ने भइसक्यो 22 वर्षमा नि त्यही कोर्स पढिरहने हामीले अब नेपाल इज एन एग्रिकल्चरल कन्ट्री नेपाल रूपान्तरण आवश्यक छ कृषि प्रधान देश हो यस्तो हो त्यस्तो हो होइन अब त्यो सबै त्यही पढिरहने त्यसलाई अलिकति चेन्ज गर्ने बेला भइसक्यो अब हामीले हाम्रो सर्भिस सेक्टरै कहाँ पुगिसक्यो अब पहिलाको हेरिकन अब सर्भिस सेक्टरले नै जिडिपीमा धेरै इम्प्याक्ट गर्न थालिसक्यो अब सर्भिस सेक्टरकै अर्निङ पनि कति राम्रो हुँदै गइरहेछ अब त्यसलाई अलिकति गभर्मेन्टले त्यसलाई रेगुलेटेड मेटेरियलाइज गराउनु पर्यो अब जे कुरा अरूले गर्छन् अब अरूले नगरेको कुरो गर्नै हुँदैन भन्ने कुरो छैन अब हामीले पनि आफ्नो लागि चाहिने अबको 20 वर्ष चाहिँ हामीलाई के इन्फ्रास्ट्रक्चर चाहिन सक्छ अब कस्तो खालको इन्फ्रास्ट्रक्चर डेभलप गर्दाखेरि चाहिँ हामीले धान्न सक्छौँ भन्ने कुरोमा चाहिँ अगाडि बढ्नु पर्यो कुरो त्यही हो अब त्यो सधैँ एउटै अब पहिलाकाले गरेन इच्छा शक्ति नभए अब पहिला गर्न पनि सकेन अब त्यही हो अब मिली गरे भने पहिला अब अहिले मिल्नु जरुरी छैन अब झ्याप डिसिजन गर्ने हो डिसिजनले अब यहाँ यस्तो गर्ने भने इम्प्याक्ट हुनु पर्यो एउटा इम्प्याक्ट पार्न सक्ने सरकार आएको छ होइन आफ्नो डिसिजनमा चल्न सक्ने सरकार आएको छ अब देशमा केही परिवर्तन होला आशा गरौँ होइन त अनि धेरै हुन्छ त्यो परिवर्तन भएन भने त अब कामै भएन अब अहिले भएन भने कहिले हुने अहिले भएन भने कहिले नि हुँदैन त अहिले भयो भने चाहिँ सधैँ भइरहेको छ चेन्ज देख्न स्थिति चाहिँ बस्छ अब चाहिँ स्थिति होइन धेरै कुरा चेन्ज भयो अलिकति मेटेरियलाइज भयो अब डेभलपमेन्ट अलिकति राम्रो भयो अब होइन हाम्रोमा चाहिँ के एउटा एकदम ठुलो इम्प्याक्ट पऱ्यो भने डेभलपमेन्ट भने चाहिँ सबै काठमाडौँ मात्रै हुने भयो सेन्ट्रलाइज भयो अब त्यो काठमाडौँ बाहिर खासै केही पनि छैन अब काठमाडौँ बाहिर नभए होइन पहिला पनि अञ्चलाधीश हुन्थे त्यसपछि जिल्ला समन्वय समिति के धेरै कुरा हुन्थ्यो क्या पहिला पनि तर तिनीहरूले अब सबै चाकडी बजाए अब जसले धेरै चाकडी गर्थ्यो त्यसले काठमाडौँमा बिजुली बाल्थ्यो भन्ने स्थिति छोडेको हामीले कति नै वर्ष हुँदैछ र भर्खर 7 सालदेखि 82 आउँदैछ त्यसको अलिकति जेनेटिक चेन्ज हुनलाई त टाइम लाग्छ नि त अब त्यो चेन्ज भएर अलिकति बाटो देखिन्छ कि भन्ने स्थितिमा त पुगेन नि त नेपाल होइन त्यही भएर चेन्ज होला चेन्ज आशा गरौँ आशा होइन चेन्ज हुन्छ नि चेन्ज अब चेन्ज भएन भने त
हामी त जहाँ जहाँको त्यही हुन्छौँ हामीलाई गाह्रो पनि छैन छेउमा दुईवटा जाइन्ट छन् जाइन्ट यताको बिजनेस उताको बिजनेस उता गर्न सक्ने अलिकति अब राष्ट्रियतालाई एउटा साइडमा राखेर बिजनेस गर्नु पर्यो अब त्यही पैसा कमाउन भनेर चाहिँ मिडल इस्टमा गएर 40 डिग्रीको घाम ताप्छन् मान्छे यहाँ चाहिँ राष्ट्रियता छाड्छन् होइन अब त्यो राष्ट्रियतालाई अलिकति साइडमा राखेर अलिकति खान लाउन पुग्ने अलिकति देशलाई पावरफुल बनाउनतिर लाग्नु पर्यो त्यति गऱ्यो भने त खान लाउन दुःख छैन नेपालीले विदेश अब आइफोन किन्नलाई नै भनेर चाहिँ विदेश जानुपर्ने स्थिति आउँदैन त्यति चाहिँ सुधार हुन्छ त्यति चाहिँ नेपालीले बनाउन सक्छन् हो त्यो चाहिँ 100% हो त्यस कारण धेरै पाटा छन् अब कता कुन एङ्गलबाट हेर्ने भन्ने कुरो के सधैँ सबै कुरो हामी चाहिँ त्यति होपफुल हुनुहुन्छ तपाईँ चेन्ज हुन्छ नि त्यो तपाईँ विदेश नजाने नेपालमै केही गरौँ भन्ने हुन्छ तपाईँको सोच विदेश जानलाई नै पैसा चाहिन्छ भाइ होइन विदेश जान गर्ने लगानीले त यहाँ पनि हुन्छ भएको पनि छ अब विदेश गरिराख्नु भएको छ तपाईँको अलिअलि त्यस्तो अब भयङ्करै ठुलै कारनामै गर्न त सकिनु होइन अलिअलि अब गर्नु राम्रै गर्नु भएको छ यहाँ नि भात खानलाई त गर्नु पर्यो नि त भात खाने बाटो बनाउनु पर्यो होइन त्यही हो काम गरिराखेको छ काम भइरहेको छ अरू ठिक छ आजलाई टुङ्गाउन त दाइ ल आजलाई टुङ्ग्यौँ अब यस्तै हो होइन अब लगानी गर्न छोड्नु भएन अब सेयरमा एकैचोटि गममा अर्काको कुरो सुनेर हाम फाल्ने होइन सुरुमा 10 किता 20 किता 50 किता 100 किता गर्दै जाने हो त्यो गर्दै गर्दै गएपछि जानिन्छ पनि आइडिया पनि हुन्छ अब अलिकति पैसा परेपछि त्यसमा अलिकति इन्ट्रेस्ट पनि जाग्छ इन्ट्रेस्ट सँगसँगै त्यसको रिटर्न पनि आउँछ कम्पाउन्डिङ हुँदै जान्छ अब अल्बर्ट आइन्स्टाइन हेर्छन् अब इन्भेस्टमेन्ट कम्पाउन्डिङ इज अ 8th वन्डर अफ द वर्ल्ड भने कम्पाउन्डिङ हुँदै जान्छ त्यो कम्पाउन्डिङको जादु पनि हेर्नु पर्यो होइन अब आज 1 लाख हालेर 3 दिनपछि म 1,20,000 कमाउँछु भन्ने त्यो कहिले काहीँ हुनसक्छ सधैँ नहोला होइन त्यही भएर अब गर्नु पर्यो गर्न छोड्नु भएन गर्नु पर्यो अब एउटा लेभलमा पुगेर ओहो यस्तो भयो भनेर भन्नु भन्दा नि त्यसलाई कन्टिन्यू गरिरहेको भने त्यहाँबाट रिटर्न लिन सकिन्छ यति कुरामा चाहिँ ढुक्क भयो हाम्रो गणेश दाइसँग गफ गर्न पाउँदा चाहिँ एकदम खुसी लाग्छ कि मलाई एकदम ज्ञानको कुराहरू पनि सिक्नु पाइन्छ मजाले सिकाउनुहुन्छ भन्नुहुन्छ होइन त्यही भएर हामी टाइम म्यानेजमेन्ट भेट गरिरहेको छौँ थ्याङ्क यू दाइ फेरि भेट्नु होला हुन्छ